साथीहरू नमस्कार। ज्योतिष परामर्श सेवा कार्यक्रम लिएर म उपस्थित भएको छु, वासुदेव थापा। तपाईँहरू माझ म ज्योतिष परामर्श सेवा कार्यक्रम मार्फत विभिन्न ज्योतिषीय सिद्धान्तका बारेमा र ज्योतिष भनेको के हो, ज्योतिष शास्त्रले के गर्छ लगायतका विषयमा म बताउन गइरहेको छु। ज्योतिष शास्त्र भनेको आकाशीय पिण्डहरू ग्रहहरूको ले प्रत्यक्ष रूपमा प्रकृतिमा, मानव समाजमा, जीवमा पार्ने असरका बारेमा बताइएको शास्त्र हो, जुन गणितीय सिद्धान्तमा आधारित हुन्छ। र यो कस्तो हुन्छ भने कुन ग्रहको भेलोसिटी कति छ, गति स्थिति कति छ, त्यसका आधारमा कुन राशिमा परेको छ, कुन नक्षत्रमा परेको छ, त्यो अनुसारको फलभोग हुने गर्दछ। म अहिले भने अघिल्ला अङ्कहरूमा कुन बारमा जन्मिएको व्यक्तिको स्वभाव गुण कस्तो हुन्छ र कुन महिनामा जन्मिएका व्यक्तिहरूको स्वभाव गुण कस्तो हुन्छ लगायतका विषयहरू बताइसकेको छु भने यो अङ्कमा म जन्मतिथि फल, कुन तिथिमा जन्मिएको व्यक्तिको स्वभाव, चरित्र र भाग्य भविष्य कस्तो हुन्छ भन्ने विषयमा म बताउन गइरहेको छु। प्रतिपदा तिथिमा जन्मिएको व्यक्ति दीर्घायु हुने, भाग्यमान हुने र भाग्यमानी हुने, उद्योगी, व्यावसायिक कार्यमा साहसी, आस्तिक भावना भएको, सदाचारी, अर्काको कामलाई नबिगार्ने खालको हुन्छ। त्यस्तै द्वितीय तिथिमा जन्म लिने व्यक्ति सच्चरित्रवान हुने, साधुको जस्तो स्वभाव भएको, कर्मठ, लगनशील तथा सुखी रहने हुन्छ। तृतीय तिथिमा जन्म लिने व्यक्तिको बढी झगडालु हुने, कन्जुस प्रवृत्तिको हुने, आफ्नो कुनै पनि चिज नगिराउने, चुहाटमा नियन्त्रण गर्न सक्ने, हरेक कार्यमा व्यस्त रहने, नाफा नोक्सानको ख्यालै नगरी काममा मात्र लागिरहने, अस्थिर स्वभावका हुन्छन्। त्यस्तै चतुर्थी तिथिमा जन्मिएको व्यक्ति दीर्घायु, सत्यवादी, इमान्दार एवं क्रोउटे स्वभाव भएको हुन्छ। सानो कुरालाई पनि मनमा लिइरहने, बढी पिर मानेर यताउति गरिरहने हुन्छ। त्यस्तै पञ्चमी तिथिमा जन्मिएको व्यक्ति संयमी हुने, दीर्घायु हुने, क्रूर स्वभावको, अभिमान गर्ने, जिद्दी गर्न खोज्ने, आफ्नो कुरालाई नछोड्ने स्वभावको हुन्छ। त्यस्तै षष्ठी तिथिमा जन्मिएको व्यक्ति विपरीत लिङ्गीप्रति सम्मान प्रकट गर्ने, विद्वान, दृढ सङ्कल्पी हुने हुन्छ। सप्तमी तिथिमा जन्मिएको व्यक्ति धन सम्पत्तिले युक्त, धार्मिक विचार भएको, गुणवान, सुखी हुन्छन्, राम्रो धन सम्पत्ति कमाउँदछन्। यसै गरी अष्टमी तिथिमा जन्मेको व्यक्ति कठोर स्वभावको, धेरै कुरा गर्ने, अनुचित कर्म गर्ने खालको हुन्छ। साथीहरू, यसै गरी नवमी तिथिमा जन्मिएको व्यक्ति विलासिताको जीवन व्यतीत गर्न खोज्ने, क्रोधी हुने, उदण्ड हुने तथा केही लोभी हुने हुन्छ। दशमी तिथिमा जन्मिएको व्यक्ति उग्र स्वभाव हुने, धेरै पटक खाइरहनुपर्ने, बढी काम वासनामा लाग्ने हुन्छ। एकादशी तिथिमा जन्मिएको व्यक्ति दृढ निश्चय स्वभाव भएको, कला सङ्गीतको मर्मज्ञ हुने, मिलनसार हुने, समाजमा ख्याति कमाउने तथा यशस्वी हुने हुन्छ। द्वादशी तिथिमा जन्मिएको व्यक्ति शौकिन, सदाचारी स्वभावको, बढी भ्रमणशील हुने तथा सुखी जीवन बिताउने हुन्छ। त्रयोदशी तिथिमा जन्मिएको व्यक्ति विपरीत लिङ्गीको चाकडी गर्न खोज्ने, चतुर, धार्मिक स्वभावको तथा कुनै अर्थमा दुखी समेत हुने गर्दछ। चतुर्दशी तिथिमा जन्मिएको व्यक्ति स्वस्थ शरीर हुने, सबैसँग मिलनसार हुने, सम्पत्ति आर्जन गर्न सक्ने क्षमता भएको हुन्छ। यसै गरी पूर्णिमा तिथिमा जन्मिएको व्यक्ति ज्यादा भावुक हुने, कल्पनाशील, भावनामा डुबुल्की मार्ने, सन्तुष्ट, स्थिर स्वभाव सुरु हुन्छ। यस्तै औँसी अमावास्या तिथिमा जन्मिएको व्यक्ति निर्धन हुने, चिन्ताग्रस्त भइरहने, केही क्रोधी स्वभावको, सदा दुखी हुने, बाहिर हाँसे पनि भित्र दुखी भइरहने, इन्द्रिय लोलुप हुने हुन्छ। साथीहरू, मैले यो अङ्कमा तिथिहरू, कुन तिथिमा जन्मिएको जातक वा व्यक्ति कस्तो स्वभावको हुन्छ, कस्तो
प्रकृतिको हुन्छ, कस्तो प्रवृत्तिको हुन्छ लगायतका बारेमा मैले बताएँ। यो कार्यक्रम पुरा सुनेर तपाईँहरूले लाइक, कमेन्ट, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला र तपाईँलाई लागेका जिज्ञासा प्रश्न छन् भने 9745500705 मा व्हाट्सएप छ। व्हाट्सएपमा तपाईँहरूले आफ्ना जन्ममिति, समय, महिना, समय लेखेर पठाउनुहोला। तपाईँका विषयमा, तपाईँका आफन्तका विषयमा म बताउने छु। तपाईँका जिज्ञासा प्रश्नहरू समाधान गर्नेछु। नगरे पनि यो यहाँनिर अप्ठ्यारो पऱ्यो भनौँला। त्यतिन्जेलका लागि म अर्को अङ्कसम्मको लागि सबैलाई फेरि साथीहरूलाई बिदा हुन चाहन्छु। नमस्कार।